नमस्ते, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो क्षेत्र इटिङ च्यानलमा। र आज त मैले खान गइरहेको छु राइस, रोटी, एग, भेन्डीको सब्जी, मिक्स सब्जी, सलाद, एक्स्ट्रा राइस। र यता साथीहरु सुरु गरे त। फर्स्ट बाइट भेंडी को सब्जी, चटनी और भात, राइस। हाम्रो नेपालीको मुखमा छिटो भात आउँछ है। भातै भन्न सजिलो लाग्छ। एकदम मिठो भयो एकदम भेन्डी सब्जी त। मिक्स सब्जी। रोटी पनि खाऊँ है। मिक्स सब्जीसँग खाइदिउँ न। निम्बु लगाएर त पिरो। हामीले पिरो खाने बानी छ। म चाहिँ धेरै पिरो खान्छु। मेरो बुढाले त खाँदैन पिरो त्यति साह्रो। टमाटर। नानी सुतिरहेछ पछाडि। अब यसलाई खुला पनि हेर्नुपर्छ। अचारसँग लाइट अन गर्नु पर्छ। र साथीहरु जसले पनि मेरो भिडियोहरु हेर्नुहुँदैछ तपाईहरुले प्लिज लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला है। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु है। रोटी खाइहालौँ न है। रोटीले डिस्टर्ब गर्यो। मिक्स सब्जी पनि आज त धेरै मिठो भएछ। मिक्स सब्जीमा धेरै केही हालेको छैन। आलु, गोबी, मटर, फ्रास बिन हालेको छ, सिबी। अचार एकदम मिठो भएछ। भोको जम्मालाई मिठै लाग्छ।
साथीहरूलाई मेरो भिडियो मनपर्छ मन पर्दैन, लाइक पनि गर्दैन, कमेन्ट पनि गर्दैन, खालि हेरेर मात्रै जान्छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है साथीहरू। तपाईहरूले कमेन्टमा लेखेर भनिदिनु भयो भने हामीलाई पनि सजिलो हुन्छ, केमा मिस्टेक भएको छ, के गर्दाखेरि राम्रो हुन्छ भिडियो, त्यसमा हामीलाई पनि सपोर्ट हुन्छ अलिअलि। प्लिज कमेन्टमा लेखेर भनिदिनु होला र सब्सक्राइब गरेर लाइक गरेर मलाई सपोर्ट गर्नु होला। छेत्री इटिङ च्यानललाई नानी हुन्छ के गर्नु है। सलादमा टमाटर त मलाई धेरै मिठो लाग्छ, प्याज भन्दा पनि टमाटर मिठो लाग्छ। अब मिक्स गरेर खाइदिउँ है। अब चाहिँ र साथीहरू युट्युबमा भिडियो हाल्दाखेरि कसरी हाल्नुपर्छ, के लेखेर हाल्नुपर्छ अलिअलि सुझाउ दिनुहोस् होला हामीलाई पनि। छेत्री इटिङ च्यानललाई सपोर्ट गरिदिनुहोस् होला। बाहिर पानी पऱ्यो कि भनेर एकपल्ट हेर्दैछु, च्याउदैछु पनि छु। लुगा सुकाइरहेछ बाहिर, त्यही कारण भिज्छ भन्ने पनि टेन्सन लागेर च्याउदैछु। भात मिठो लाग्यो, अलिक थाहा अझ देब्रेहरूले खाना हाल्न आउँदैन, के गर्ने साथीहरू। देब्रेहरूले त ट्याक्कै हुँदैन खाना खानु त, ज्यादा खान सक्छ कि सक्दैन त्यही होला। अलिकति रस बाँचेको थियो, होइन रस बाँचेको थियो, अलिकति हालिदिउँ ल है। रस पनि मिक्स सब्जीको रस हो यो चाहिँ। निम्बु हालेर खाएको मिठो लाग्छ।
त्यो खाना मिठो लागेर होला, भोक पनि लागेर होला, दुपहर थपेर पनि अझै थप्नु पर्ला। खिरा चाहिँ अलिक तितो तितो लाग्यो मलाई होइन, हुन त अस्ति दिएको त्यही कारणले होला, ज्यादै दिएको थियो, त्यही कारण तितो तितो लागेको होला। प्याजहरू त ज्यादै भइगयो आज। ल है त साथीहरू, लास्ट बाइट। सलादमा बाँचेको आजको रस चाहिँ मलाई धेरै मनपर्छ, अलिकति बाँचेको छ। ल है त साथीहरू, खाना पनि खाइ भइगयो। अब एक बाइट है। त साथीहरू, मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला, कमेन्ट गर्नु चाहिँ नभुलिनुहोस् होला, र सब्सक्राइब गर्नु पनि नभुलिनुहोस् होला साथीहरू। प्लिज सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है। र आजको